वेलकम टु माई भ्लग। आज चाहिँ म दुबईको भ्लग बनाउनु गइरहेको छु। म चाहिँ दुबई आएको कति दिन भयो? 3-4 दिन भयो होला सायद। अनि मैले चाहिँ अब आउँदा ओर्दाको चाहिँ मैले केही पनि बनाएको छुइनँ। मैले भ्लग त्यसरी बनाउँदिनँ थिएँ नि त। अनि अहिले चाहिँ म आजदेखि मात्रै स्टार्ट गर्दैछु। दिस इज माई नट फर्स्ट वान, सेकेन्ड थर्ड वान हो। अनि के अरे अहिले चाहिँ हामी लिला दिदीकोमा आएको थिएँ। म चाहिँ मेरो काम छैन नि त अहिले। अनि चिया पुऱ्याउन आएको थिएँ चिया। अनि अहिले चाहिँ वेलकम। अनि अहिले चाहिँ हामी सानी दिदीकोमा जाँदैछौँ सरप्राइज दिनलाई। उहाँको काम गर्ने ठाउँमा थाहा थिएन नि त, कहाँ बस्नु गर्नुहुन्छ भनेर मलाई थाहा थिएन। अनि के अरे हामी चाहिँ जाँदैछौँ। यो चाहिँ नाइटको टाइम हो। कति बज्यो? 10 बज्यो। दुबईमा चाहिँ अहिले 10 भइरहेछ। अनि मैले चाहिँ क्यामेरा यस्तो गरेर हिँडेको, सबैजनाले हेर्दैछ कि अब भर्खर हो कि क्या भनेर होला सायद, तर उनीहरूलाई थाहा छैन मैले भर्खर मात्रै स्टार्ट गरेको भिडियो बनाउनु। अनि हामी चाहिँ लगभग पुग्न आँट्यौँ। गएको कत्रो बिल्डिङ छ हो, यत्रो सानो सानो बिल्डिङ होइन, यस्तो गरेर हेर्नुपर्छ। अनि अर्को कुरा भनेको बेनिफिट भनेको चाहिँ के रहेछ भने यहाँनिर दुबईमा चाहिँ बेनिफिट भन्दा पनि अब सबै नेपालीहरू भएर होला, लाइक विदेश आए जस्तो के पाइन्छ ए हो। नेपाल छोडेर आएको फिलै नहुने क्या, अब काठमाडौँ आएर बस्नु जस्तो टाइपको भइरहेको छ मलाई चाहिँ। अनि एउटा चाहिँ अलिकति भनेको रुम चाहिँ अलिक सानो हुँदो रहेछ। त्यही पनि म चाहिँ फिट भइसकेँ त्यो रुममा। अब सबैजना हुँदाखेरि पो एउटा ड्युटी जाने एउटा आउने, 2जना आउने भइसकेपछि त्यस्तो साह्रो उयो हुँदैन, राम्रै छ। हाम्रो चाहिँ अलमोस्ट हामी चाहिँ पुग्न आँट्दैछौँ। अलिकति टाढै रहेछ। अनि त्यस्तै हो, हावा चलिरहेछ सिर हावा। अनि दुबईको हावा खाँदै हामी चाहिँ अघि बढिरहेका छौँ त भनौँ होला। त्यही हो ए, हामी चाहिँ पुग्यौँ होइन। सानीले चाहिँ कहाँ हुनुहुन्छ अब लगाएर भेटे। हेलो, तपाईँलाई भेट्न 1 घन्टा लागेर आएको। भलकमा ल्याउनलाई भेट्ने काय हामी अर्डर दिँदैछौँ होला। 3टा आइटम मेनु पनि हेरिसक्यौँ, अर्डर पनि भइसक्यो। गरेर हामी खाँदैनौँ। हाम्रो चाहिँ आज स्पेसल के छ यहाँ के भयो मोमो नखाएको चटपटे। आज हाम्रो चटपट अनि त्यहाँदेखि मोमो छ। मोमो चाहिँ यहाँ छ। यस टेस्ट आज चाहिँ अब दुबईको मोमो चटपटे कस्तो हुन्छ भनेर डायमन्ड टर्की रहेछ है। डायमन्ड टर्की रहेछ। डायमन्ड हाम्रो दिदी चाहिँ पुरै बिजी
सबले लागि 5 रुपियाँ देना काटेँ हमारे पास पैसा नहीं है तो रोजे किती काटाल तेरा मोमो आइसकेको छ हाम्रो चाहिँ कस्तो छ एकदम मिठो तपाईँको मोमो चिकन मोमो हो मिठो धन्यवाद दिदी यति मिठो मोमो खुवाउनुभएकोमा तपाईँले तपाईँलाई म 5 रुपियाँ दिन्छु अनि 1 रुपियाँ टिप्स पनि दिन्छु ल होटलमा यता ताजा मोमो गर्दै हालेको थिएँ सरी भएको थिएँ त्यहाँदेखि मैले मोमोको कुटाएर बरु हातले खानु थालेँ मोमो खाँदाखेरि नेपालको जस्तै भात छ आइरहेको खानामा बसेर मोमो खाएको है ठीक है चटपटे पुरापुरी खाइसक्यो त होइन मेरो रसा अनि क्या गरेर परेर खानुहुन्छ भनेर अन्तखेरि चाहिँ सानी अर्को चाहिँ आउँदा चाहिँ मलाई पिरियडमा हालिकन दिने हाम्रो चाहिँ पार्ट प्याक भइसक्यो यो चाहिँ हाम्रो जुस धन्यवाद तराई यसको पनि 18 होइन मेरो 18 जुन कति हुन्छ 36 क्यारेट भयो तपाईँको देखाउनु न जरा मेरो दिदीलाई पनि म ब्लगमा देखाउँछु गलेर बसिरहनु भएको छ टिप्स कति भएको छ देखाउँदै गर्नु न बजेको छैन
ए फोन आयो ए कति राम भयो अल्कोहल लाइसेन्स तिमी काट्यौ न हेलो गाइस योबाट यो चाहिँ कार्ड तल के कार्ड हो यो सेलरी कार्ड हो यहाँ चाहिँ पैसा लोड हुन्छ दिदीको अनि यहीँबाट चाहिँ हाम्रो कार्ड देऊ त बहिनी ल सानी हिजो दिएको 1 रुपियाँ खालि राख्नुपर्ने रहेछ बिर्सेँ सापटी दिइरहनु न अहिले दिन्छु सापटी दिनु छ पैसा मागेर मलाई टिप्स दिने दिनु मात्रै परिवारमा आइहाल्छ कति दिन भयो कति हो त्यो आउँछ फेरि भएर मिठाई अब 20 दिराम मात्र भयो 20 रुपियाँ दिराम 20 रुपियाँको आएछ 20 रुपियाँ दिराम ए 20 रुपियाँ दिराम 20 दिराम आएछ थ्याङ्क यू सानी बहिनी घरमा लगेर सुन्दिया बहिनी तिम्रो यो चाहिँ यहाँ आउँदैन धन भाडा मर्नु परेन है गाई धन टिप्स पनि दिनको म पिल्स के अरे पिल्स होइन 25 पिल्स त्यो घोलेर नराम्रो ढङ्गले धेरै राम्री भयो अरे ओके बाई बाई सी यू टुमरो भोलि मर्निङमा भेटौँला ल बाई बाई ल बाई हामी चाहिँ रिटर्न भइसकेको छौँ अनि खन्न भयो हामी चाहिँ ब्याक भइसक्यौँ दिदीकोबाट खाएर टन्न भएर